राकेश सर। हजुर सर। अनि केही नयाँ कुरो सिक्नु भएको छ त? हजुर सिकिरहेछ। कि पहिलाको जस्तै हो? होइन। मान्छे केही नयाँ सिकेछ? हजुर सिकियो। ए ल। ल हामी अब सु कतिजना भयौँ हामी अहिलेलाई? 5 जनै भएछौँ होइन त? ल सुरु गरौँ है त। जस्तै एउटा नयाँ कुराहरू चाहिँ हजुरहरूलाई सेयर गरौँ भनेर। यो चाहिँ हाम्रो अब हामी इन्जिनियर आर्किटेक्ट ओभरसियर हामी भइसकेपछि यो हाम्रो अब एक न एक दिन हाम्रो लाइफमा ठोक्किने कुराहरू हो है त। त्यसको लागि चाहिँ त्यसको लागि चाहिँ म तपाईँहरूसँग यस्तो खालको एउटा इमेज हजुरहरूले यो देख्नु भएको छ? सबैले देख्नु भएको छ यो? छ। यो चाहिँ एउटा ट्रेस हो है। यो चाहिँ हाम्रो जग्गाको चाहिँ यो किता नम्बर हुन्छ यस्तो होइन। अनि यो किता नम्बर हुन्छ हाम्रो हामी बसेको जग्गा हाम्रा जग्गाहरू होइन सबैको यस्तो यो ट्रेस, यसलाई चाहिँ ट्रेस भन्छ। यसको हरेकको किता नम्बर हुन्छ क्या। अब यो चिज चाहिँ हामीले कहाँबाट प्राप्त गर्न सक्छौँ भन्दाखेरि यो हामी नापी कार्यालय मालपोतबाट प्राप्त गर्न सक्छौँ। यो हाम्रो हाम्रो यो ललितपुर जिल्लाको नक्सा भएको भएको भएर त्यहाँको जग्गाको लागि चाहिँ हामी ललितपुर महानगरका नापी कार्यालय गएर लिन सक्छौँ। त्यसै गरी काठमाडौँको हो भने काठमाडौँ नापी कार्यालय कलङ्कीबाट लिन सक्छौँ। त्यसै गरी हजुरहरू जुन आफ्नो जिल्ला छ त्यहाँको नापी कार्यालय नापी विभागमा गएर चाहिँ तपाईँहरूले यस्तो लिन सक्नुहुन्छ। आफ्नो त्यो लाल पूर्जाको फोटोकपी लगेर केही दस्तुर तिरेर होइन। यसबाट चाहिँ हामीले के देखिन्छ के पाइन्छ त भन्दाखेरि त्यो ल्यान्डको चाहिँ लेन्थ यहाँबाट हामी उपलब्ध पाइन्छ क्या। जस्तै यो 502 यो किता नम्बर यो अगाडि यो यस्तो डटेड देखाएको चाहिँ यो रोड है। यो पनि यसो हजुरहरूलाई म हेर्नको लागि यो स्टडी गर्न त पर्यो, बुझ्न त पर्यो। त्यसको लागि चाहिँ यो मैले तपाईँहरूलाई म कसरी के चिज हो त यो यसले के डिनोट गर्छ त त्यो कुराहरू अलिकति भन्छु है त। यो जुन ह्याच गरेको पार्ट हुन्छ नि यस्तो हो यो चाहिँ तपाईँको रोड हो क्या है। रोड अथवा खोल्सा खोल्सी त्यस्तो हुन्छ है। यो चाहिँ यो ह्याच गरेको पार्ट। अनि यो डटेड गरेको पार्ट हुन्छ नि यो चाहिँ गोरेटो बाटो भनेर जनाउँछ है यसले चाहिँ है। जुन यति बुझ्नु अहिलेलाई। त्यसपछि अब यहाँ आयो नि त यो यत्रो ठुलो त रोड हुँदैन नि त होइन। यहाँनिर आएर यत्रो ठुलो आएको छ नि त। यस्तो चिजहरूमा चाहिँ खोल्सा खोल्सी हुनसक्छ कि यो चाहिँ इभन सेपको छैन नि, एउटै साइजको छैन नि। त्यस्तो नभएको केसमा चाहिँ त्यस्तो खोल्सा खोल्सी जङ्गल भन्ने कुराहरू हुन्छ है। जस्तै यसमा भयो है। अब त्यो भयो है। अनि अर्को चाहिँ हजुरहरूले के हुन्छ भने यो किता नम्बरबाट यो किता नम्बर छ नि यो किता नम्बरबाट पनि के हुन्छ त भन्दाखेरि हाम्रो अलिकति छुट्याउन सकिन्छ। जस्तै यस्तो जुन त्यो सरकारी जग्गाहरू यस्तोलाई चाहिँ सरकारी जग्गाहरू चाहिँ अब जस्तै यहाँ 229 485 352 यस्तो किता नम्बर छ नि। यहाँ आएर 2 3 अनि 4 अनि त्यसपछि 5 अनि 12 20 त्यस्तो खालको किता नम्बर भइदिन्छ क्या। हो त्यस्तो चाहिँ तपाईँहरूले के
अनुमान लगाउनुहोस् भन्दा त सरकारी जग्गा हो अथवा सरकारी बाटो हो अथवा सरकारी खोला खोल्सी जङ्गल के हो भन्नेदेखि बुझ्नु होला है। यो एउटा चाहिँ यो हेर्न चाहिँ मैले सिकाएँ है। त्यसपछि यसमा एउटा स्केल पनि लेखेको हुन्छ है, यो स्केल 1:1200 भनेर लेखेको छ नि होइन। अब यो चाहिँ केमा छ त, यो चिज चाहिँ यो यहाँ लेखेको डाइमेन्सन चाहिँ केमा छ त, 1:1200को स्केलमा छ भन्ने यसले बुझाउँछ है। अब म तपाईँहरूलाई चाहिँ एउटा स्याम्पलको रूपमा मैले एउटा स्क्यान गरेको तपाईँलाई ट्रेस देखाउँछु है त। एकैछिन होल्ड गर्नु है त। हजुर। अब अब तपाईँहरूले यो प्राप्त गर्नुहुन्छ नि, जस्तै कसैले अब जग्गा नापिदिनु यो कति हो, कति छ यो लेन्थ भनेर सोध्यो भने नि यही कुरा आयो। हाम्रो जग्गा नापिदिनु न भन्यो भने नि यही कुरा आयो। कति छ हाम्रो जग्गाको क्षेत्रफल भन्यो भने नि यही कुरा आयो होइन। हरेक कुरामा यही कुरा आयो है त। रोडको चौडाइ कति छ त एकचोटि हेरिदिनुहोस् न भन्नु भने नि यो आयो। अनि हामीले म्युनिसिपल ड्रइङ बनाउने क्रममा अब कसैको जग्गामा चाहिँ हामी ड्राफ्टिङ गर्दैछौँ भने, ल्यान्ड मेजरमेन्ट गरेर ड्राफ्टिङ गर्दैछौँ भने त्यसमा पनि अब हामीले चाहिँ फिल्डमा कति छ र ट्रेसमा कति छ त्यो पनि भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको कुरामा नि यही आउँछ है त। त्यो आउने भएको भएर हजुरहरूले चाहिँ यो प्राप्त गर्ने बित्तिकै, यो ओरिजिनल ट्रेस प्राप्त गर्ने बित्तिकै होइन, तपाईँहरूले स्क्यानरमा 1:1 स्केलमा होइन स्क्यान गर्नु पर्यो। स्क्यान गरिसकेपछि तपाईँको चाहिँ फाइल एउटा जेपिजी फाइल क्रिएट भएर बस्छ होइन। त्यो जेपिजी फाइल क्रिएट भइसकेपछि त्यो जेपिजी फाइललाई चाहिँ कपी गर्ने होइन। अनि त्यसपछि तपाईँहरूले कपी गर्न सक्नुहुन्छ। कपी गर्न त जसलाई नै आउँछ होला होइन मध्ये। अनि कपी गरेपछि यहाँ लिएर आएर कन्ट्रोल भी पेस्ट गर्ने होइन। कन्ट्रोल भी गरेपछि पेस्ट हुन्छ नि त, हुन्छ होइन। अब कन्ट्रोल भी क्लिक गरिसकेपछि यहाँ स्पेसिफाई इन्टरसेक्सन पोइन्ट भनेको छ, एउटा कुनै पोइन्ट दिनुहोस् होइन। त्यसपछि माउस चाहिँ तपाईँले चलाउनुहोस् है, तल माथि चलाउनुहोस् भनेको यो स्केल, यसले स्केल मागिरहेको छ। स्पेसिफाई स्केल फ्याक्टर अर युनिट भनेर तलपट्टि देखाइरहेको छ है यहाँनिर, हजुरहरूले हेर्नुभयो होला। अब यसमा चाहिँ मैले भने 1:1200 स्केल छ भने ऐगोमा होइन यसमा है। अब यसमा हेर्नुहोस् त, यसमा 1:500 स्केल छ क्या। भनेपछि अब त्यो जुन स्केलमा छ त्यसैलाई यसमा हामीले ट्रान्सफर गर्नको लागि चाहिँ होइन, अब 1:500 भनेपछि हामीलाई स्केल फ्याक्टर इन्टर गर्नको लागि हामीलाई भनेको छ भनेपछि 500 इन्टर गऱ्यौँ। 500 लेख्ने अनि इन्टर क्लिक गर्ने होइन। त्यसपछि रोटेसन भन्यो। अब हामीलाई चाहिँ जस्तै यो मैले यो अर्थो अन गऱ्यो भने चाहिँ यसरी यो अर्थोगोनल मात्रै घुम्छ। अर्थो अफ गऱ्यो भने यो यसरी घुम्छ। यसको लागि चाहिँ हामीले यो अर्थो अन गर्ने ल। हजुरहरूलाई मैले भनिनँ होला होइन, यो अर्थोगोनल अर्थो मोड भन्ने चाहिँ अन गर्नु है। अनि यो गरिसकेपछि त्यसपछि हामीले स्केल पनि दियौँ, अर्थो पनि उ गऱ्यौँ। अब यो कुन ओरिएन्टेसन दिन छ त्यसलाई अब यहाँ फेरि एक क्लिक गरेपछि यो इमेज हामीसँग आयो। अब यो पढ्नको लागि उल्टो छ नि होइन, यसलाई रोटेट गर्ने। रोटेट गर्नलाई चाहिँ यो पछि हामी सबै टुलहरू सिकिहाल्छौँ। अहिले मैले गरेँ है त, आरो इन्टर गरेर गरेँ। त्यसपछि यो अब हामीले पढ्न मिल्ने पोजिसनमा बस्यो होइन। यसको स्केल 1:500 आयो। यसको नक्सा सिट नम्बर भन्ने हुन्छ। यो भनेको चाहिँ लाल पूर्जाको र यो एउटै हुन्छ। यो अरू कुराहरू अहिले तपाईँहरू अहिलेलाई यसलाई अलि धेरै नसोच्नु। अहिलेलाई चाहिँ यो 1:500 मात्रै हेर्नुहोस् होइन। अब यसमा अब हामी अहिले अब यो 9 नम्बर किता नम्बर चाहिँ अब हामी मेजर गर्न हेरौँ है त, मेजर गर्न हेरौँ। अनि मैले भने अब
हाम्रो कसैले चाहिँ कसरी कति हो एरिया भनेर निकाल्न सोध्नुहुन्छ होइन, लेन्थ कति हो भनेर सोध्नुहुन्छ भने नि हो यही कुराहरू आयो क्या। एउटा चाहिँ हामीले पढेको इन्जिनियरिङ पढ्दाखेरि, आर्किटेक्ट पढ्दाखेरि, ओभरसियर पढ्दाखेरि इन्जिनियरिङ ड्रइङ भन्ने पढ्थ्यौँ। त्यो पढ्ने क्रममा चाहिँ हामीसँग विभिन्न स्केल हुन्थे, त्यो स्केलले नाप्न नि मिल्छ एउटा। त्यो पनि म तपाईँहरूलाई सिकाउँछु। यो 1:500 र 1:1200, 1:2500 यिनीहरू स्केल कसरी मेजर गर्ने होइन। ती स्केल हामीसँग रेडिमेड उपलब्ध हुन्छ स्टेसनरीमा, अनि ती स्केलले पनि यो डाइरेक्ट नाप्न नि मिल्छ। अब यो नाप्नलाई 1:500 स्केल भयो भने बल्ल मिल्छ है, अरूले मिल्दैन। त्यस्तै चाहिँ त्यस्तै चाहिँ अब हामीलाई चाहिँ हामीसँग अटोक्याड छ, हामीले हामीसँग यो पेपर छ, यसलाई स्क्यान गऱ्यौँ। अब नापी हेरौँ है त। अब नाप्नको लागि मैले यसलाई यसको ओरिजिनल स्केलमा मैले यहाँ सेट गरेँ। अब हामीसँग यहाँ डाइमेन्सन भन्ने छ एउटा टुल। यसमा चाहिँ एउटा लिनियर सिधा नाप्नको लागि चाहिँ लिनियर डाइमेन्सन यो टुल युज गर्ने, अनि छड्के नाप्नलाई अलाइन टुल युज गर्ने, एङ्गल नाप्नलाई यो, त्यसै गरी आर्क लेन्थ यिनीहरू छ है त। अहिले हाम्रो छड्के नाप्नलाई यो अलाइन भन्ने टुल युज गरौँ। त्यसपछि यो अर्थो अफ गरौँ है। अर्थो अन गऱ्यो भने हुन्छ। यसलाई जुम गरेर हजुरहरूले यो पोइन्टमा चाहिँ क्रस हेयर चाहिँ यहाँ पोइन्ट आउट गरेर तपाईँले यसरी गर्न सक्नुहुन्छ। तपाईँले अब अर्थो अन छ भने फेरि यो यसरी हामीले आफूले चाहेको पोजिसनमा लगाउन सक्दैनौँ। यसलाई अर्थो चाहिँ अफ गर्ने, अनि त्यसपछि यहाँ आएर यसरी यो पोइन्टमा क्लिक गर्नुभयो भने यसरी यसको मेजरमेन्ट थाहा पाइयो होइन। यो चाहिँ 38 फिट रहेछ भन्ने बुझ्यौँ। त्यसै गरी अर्को मेजरमेन्ट गरौँ। यही लिनियरमा क्लिक गरेर यो लाइनमा क्लिक गरेर त्यसपछि त्यो पोइन्टमा क्लिक गरेर यो ब्रेक भएको पोइन्टमा क्लिक गरौँ। 12 फिट 5 इन्च रहेछ भन्ने बुझ्यो होइन। त्यसै गरी यो यसरी नाप्दै जाउँ, यसरी थाहा हुन्छ है। त्यसै गरी यो नापौँ, यहाँबाट पनि थाहा हुन्छ होइन। यसरी यो रोड हो नि त, मैले अघि भने नि ह्याच गरेको त्यस्तो चाहिँ रोड हुनसक्छ भने नि। यो पार्ट हेरौँ, रोड कति रहेछ, 6 फिट 9 इन्च रहेछ भन्ने बुझियो होइन। हो यसरी चाहिँ यो डाइमेन्सन मेजरमेन्ट गर्न सकियो। अर्को कुरो भनेको यसको एरिया निकाल्नको लागि पिएल इन्टर गर्नुभयो भने पोलिलाइन हामीले ड्र गर्न सक्छौँ यसको वरिपरि है। यो यो लाइन आयो, त्यसपछि यो पोइन्ट आयो, यो पोइन्ट आयो, यो पोइन्ट ब्रेक भएको ठाउँमा हामीले चाहिँ पोइन्ट राख्नुपर्छ है। यसरी आयो, यो यो पोइन्ट लिग्यौँ, त्यसपछि यो पोइन्ट लिग्यौँ, त्यसपछि यो पोइन्ट लिग्यौँ, त्यसपछि यो पोइन्टमा आएर क्लोज गऱ्यौँ होइन। यो हामीले ड्र गरिसकेपछि अब यसको एरिया कति छ भनेर डाइरेक्ट अटोक्याडले दिन्छ हामीलाई होइन। ए इन्टर गरेपछि यो 960 स्क्वायर फिट रहेछ भन्ने कुरो चाहिँ हामीले यहाँबाट थाहा पायौँ है। अब यसरी चाहिँ हामीले यो अटोक्याडबाट यो यसरी चाहिँ यी कुराहरूको पनि एडभान्टेज लिन सकिन्छ र यसलाई हाम्रो यो डेली युजमा अनि हाम्रो प्रोफेसनल यो युजमा पनि गर्न सकियो, युज गर्न सकियो है। त्यसले गर्दा हामीलाई सजिलो गराउँछ। आजलाई यो एउटा नयाँ कुराहरू चाहिँ यो मैले सिकाएँ हजुरहरूलाई है। ल अब अरू केही छ हजुरहरूलाई सोध्नुपर्ने केही छ भने भन्नुहोस्, अनि त्यसपछि अनि हामी आजलाई इन्ड गरौँ, अनि फेरि भोलि केही सिकौँला, नयाँ कुराहरू सिक्दै जान्छौँ। आज लेयरको चाहिँ त्यो लेयर बनाउन सिकियो होइन। अनि त्यसपछि यो इमेज, यो राष्ट्र इमेज यसरी यो इन्सर्ट गर्न नि जानियो है। अब त्यसपछि अब हामी टेक्स्ट डाइमेन्सन स्टाइल कसरी डाइमेन्सन दिनको लागि चाहिँ कसरी गर्ने त, यस्तो डाइमेन्सन कसरी यो दिने, यो स्टाइल कसरी बनाउने, डाइमेन्सन दिनेहरू कसरी यो कसरी डाइमेन्सन दिने, यसको सेटिङहरू हेर्छौँ। अनि त्यसपछि अनि हामी यो हरेक टुलहरू युज गर्न अगाडि बढ्छौँ है त। लाइन, पोलिलाइन, सर्कल, आर्स, अनि रेक्टेङ्गल, अनि यो इन्क्लाइन यो उ गर्ने इन्क्लाइन, अनि त्यसपछि यो एङ्गल नाप्ने कसरी, त्यसपछि अनि यो अर्थो यो ग्रिडहरू, यो ग्रिडको कुराहरू पनि छ है। यहाँ ग्रिड पनि हामीले अन गऱ्यो भने अटोक्याडमा ग्रिडहरू पनि हुन्छ। त्यसपछि यो अरू टुलहरू स्केल यो हामी सिक्दै गएर अनि त्यसपछि हामी
यो फाइनल्ली चाहिँ हामी यस्तो यो आर्किटेक्ट ड्रइङ म्युनिसिपल ड्रइङ यो बनाउन सिक्छौँ है। फाइनल्ली तपाईँहरू चाहिँ यो बनाउनको लागि एकदम पर्फेक्ट भएर निस्किनुहुन्छ है त। ड्राफ्ट पनि गर्न सिक्छौँ हामी कसरी चाहिँ अब हामी यो कुनै एउटा ऱ्यान्डम तपाईँको यो ल्यान्डको डाइमेन्सनमा हामीले कसरी प्लानिङ गर्ने कसरी ड्राफ्टिङ गर्ने यी सबै कुराहरू चाहिँ आइडिया विथ आइडिया चाहिँ हजुरहरूले सिक्नुहुन्छ है त। ल मैले यति भने हजुरहरूलाई केही छ? सर हाम्रो डेमो क्लास चाहिँ कति दिनसम्म हुने हो? यो हामी हिजो पहिलो फर्स्ट क्लास भयो आज सेकेन्ड क्लास हो होइन। अब हामी अगाडि हजुर। बढ्दैछौँ अब यसैलाई डेमो सम्झिनुहुन्छ कि अब के सम्झिनुहुन्छ? अब अटोक्याडको चाहिँ विशेष गरेर आज चाहिँ हामी आजदेखि चाहिँ सुरु गरे आयो इन्टर गरेको यो सफ्टवेयरमै हामी यो टुल्सहरूसँग हामी यो सिकेर चाहिँ अ, सर एउटा कुरा हो के अरे त्यो कति कति लाग्ने हो त्यो पनि भनिदिनुहोस् न सर। के के फीहरू हजुर। तपाईँहरूलाई चाहिँ त्यो फीको बारेमा चाहिँ म्यामले चाहिँ हजुरहरूलाई भनिदिनुहुन्छ। हजुरहरूको त्यो मेसेजमा मेसेन्जर अथवा वाट्सएपमा त्यो आउँछ होइन। तपाईँहरूले त्यहीँ मेसेज आउँछ त्यहीँ एक कुरा गर्नुहोस् न है। अब हामीले सिक्नु पर्ने हो भने के सिक्न पाइन्छ अब यहाँ कन्टिन्यू गरिहाल्यो भने कन्टिन्यू गऱ्यो भने? हजुरहरूले सिक्न चाहिँ यो हामीसँग धेरै कुराहरू छ होइन। तपाईँको यो टुल्सहरू यो अ, तपाईँको टुल्सहरूलाई नै हामी पहिला सिक्छौँ होइन। त्यसपछि त्यो त्यसपछि चाहिँ अनि हामी के गर्छौँ त भन्दाखेरि तपाईँको चाहिँ प्र्याक्टिकल बेसिसमा चाहिँ हामी जान्छौँ क्या। जुन कि हजुरलाई अहिले यो थ्योरिटिकल नलेज मात्र भएर तपाईँहरूलाई एउटा भोल्युम पुऱ्याएर त्यो त काम छैन नि त। जति पढिसक्नु भयो नि त पहिल्यै होइन। अब त हामी फिल्डमा जाँदाखेरि कहीँ कुनै अफिसमा हामी जबको लागि जाँदाखेरि त्यहाँ हाम्रो पर्फर्मेन्स हामी देखाउनु पर्छ नि त। पर्फर्मेन्स हामीले देखाउन सक्यौँ भने बल्ल अनि हामी अरूले हामीलाई हायर गर्नुहुन्छ अथवा हामीले जब पाउने पोसिबिलिटिज बढ्छ। अब हाम्रो फाइनल हजुरको चाहिँ यो 15 दिनमा हामीले सिक्ने चाहिँ के सिक्छौँ त भन्दाखेरि हामीले यो म्युनिसिपल ड्रइङ छ नि हामीले मेजर फोकस चाहिँ म्युनिसिपल ड्रइङलाई गरेको छौँ। त्यो टुल्सहरू चलाउन जानिसकेपछि अनि हामी चाहिँ यो ड्राफ्टिङ तपाईँले के जान्नुहुन्छ त भन्दाखेरि एउटा कुनै नयाँ जग्गामा कसरी चाहिँ डिजाइन गर्ने फ्लोर प्लान डिजाइन गर्ने ड्राफ्ट गर्ने होइन। अनि त्यसको लागि चाहिँ तपाईँले नगरपालिकाको नियम थाहा पाउनु पर्यो अनि बिल्डिङ बाइलजको नियमहरू थाहा पाउनु पर्यो होइन। अनि त्यसपछि विविध अरू जानकारीहरू जान्नुपर्ने हुन्छ नि त। अनि त्यसपछि ड्राफ्ट गर्न डिजाइन गर्नको लागि चाहिँ ट्रिकी पार्टहरू चाहिन्छ क्या। जुन एउटा तपाईँलाई एउटा सामान्य एउटा जग्गामा तपाईँको ल्यान्ड त्यो एरियामा तपाईँलाई गराएर ल यही हो भनेर चाहिँ हामी भन्दैनौँ। एउटा दुइटा प्र्याक्टिस गराएर तपाईँले त्यहाँ ट्रिकी पार्टहरू सिकाउँछौँ ताकि तपाईँले आफैले अर्को प्लानमा अर्को जुन जग्गाको एरियामा डाइमेन्सनमा चाहिँ तपाईँ आफैले गर्न सक्ने हुने चाहिँ हामी बनाउँछौँ। र अनि फाइनल्ली चाहिँ यो तपाईँको यो अहिले मैले देखाएको यो डिस्प्लेमा देखाएको यो आर्किटेक्ट ड्रइङ छ नि यो बनाउन सक्ने चाहिँ हजुरलाई बनाउँछौँ। र नगरपालिकामा तपाईँको नक्सा पास गर्नको लागि प्रोसेस के हुन्छ त्यो पनि सिकाउँछौँ। र फिल्डमा कसरी अब ल्यान्ड मेजरमेन्ट गर्न जाने त होइन। कसैले भन्नुभयो ल मेरो त्यहाँ जग्गा छ त्यसमा कस्तो घर बनाउनु पर्छ हेर्नुहोस् त हेरिदिनु त भन्नुभयो भने अब तपाईँले कसरी हेर्ने अब तपाईँले त्यो डाइमेन्सन लिएर आउनु भन्नुभयो भने तपाईँ आफैले गएर मेजरमेन्ट गर्नुहोस् न भन्नु अनि तपाईँलाई थाहा नहुन सक्छ नि त। त्यो पनि सिकाउँछौँ होइन। अनि
मेजरमेन्ट गरेर आइसकेपछि त्यसलाई प्लट कसरी गर्ने यसमा अटोक्याडमा, अनि प्लट गरिसकेपछि त्यसमा अहिलेको भनेको जस्तै ड्राफ्ट डिजाइन कसरी गर्ने त्यो भयो। अनि इलिभेसन कसरी बनाउने, यो इलिभेसन होइन, सेक्सनहरू कसरी बनाउने होइन, क्विक मेथडहरू पनि छन्। अनि त्यसपछि अब जस्तै यही फ्लोर प्लान बनाउनु पर्दाखेरि चाहिँ हजुरको यहाँ कन्सेप्ट, धेरै कुराहरू कन्सेप्ट चाहिन्छ क्या। जस्तै यो डोरको साइज, मेन डोरको साइज कति राख्ने, अनि हाइट कति राख्ने, फ्लोर हाइट कति राख्ने, इन्टरनल डोर, अनि यो अनि डोर विन्डो होइन, लाइटनिङको लागि कसरी म्यानेज गर्ने, स्टेयरकेसको चाहिँ के हुन्छ डिजाइन गर्दाखेरि चाहिँ यसको चाहिँ तपाईँको रुल्स रेगुलेसन के छ, मिनिमम क्राइटेरिया के छ होइन, पार्किङको लागि कति हुनुपर्छ मिनिमम, अनि यो सेटब्याक भनेको साइड प्लानतिर आउँदाखेरि चाहिँ सेटब्याक भनेको के हो, कति छोड्नुपर्छ होइन, कुन नगरपालिकामा के, यो विभिन्न हजुरको धेरै कुराहरू चाहिँ हजुरले त्यो ज्ञान प्राप्त गर्न सक्नुहुन्छ। र तपाईँ हामीले यो अटोक्याड क्लास सक्दाखेरि तपाईँले यो आर्किटेक्ट ड्रइङ गर्ने चाहिँ गर्न सक्ने हुनुहुन्छ। त्यति हुन्छ। अनि त्यसपछि हामी फर्दर स्केचअप क्लास रन गर्छौँ। यही हाम्रो क्लासमा हामीले चाहिँ ड्राफ्ट गरेको फ्लोर प्लान र इलिभेसन, त्यो जुन 2.5 तला घरको चाहिँ हामी डिजाइन गर्छौँ होइन, त्यसैलाई नै हामी चाहिँ स्केचअपमा मोल्डिङ गर्छौँ। अनि त्यसपछि त्यो स्केचअपको पनि फर्दर त्यसलाई रेन्डरिङ गरेर स्केचअप टुल पनि कसरी चलाउने त, त्यो पनि अर्को पार्ट छ हाम्रो स्केचअपको, त्यो गर्छौँ। त्यसपछि चाहिँ रेन्डरिङ पनि कसरी गर्ने भन्ने कुराहरू हेर्छौँ, इनस्केप र लुमेनबाट हेर्छौँ हामी। अनि सँगसँगै इट्याप्स स्ट्रक्चरल एनालाइसिस पनि गर्नुपर्छ नि, हो त्यो पनि हेर्छौँ। अनि यो आर्किटेक्ट ड्रइङमा चाहिँ तपाईँहरूलाई एउटा दुईवटा क्लास चाहिँ हामी स्ट्रक्चर ड्रइङको बारेमा नि सर एकचोटि भनिदिन्छौँ। स्ट्रक्चर ड्रइङ कसरी गर्ने, कस्तो हुन्छ होइन, त्यसको मेजर कुराहरू के हुन् ती कुराहरू पनि भन्छौँ। सकेसम्म हामी तपाईँहरूलाई चाहिँ यो हाम्रो यो अहिले ट्रेनिङ यो ड्युरेसनमा चाहिँ यो आर्किटेक्ट स्ट्रक्चरको बारेमा चाहिँ र स्केचअप यो सबै क्लास लिनुभयो भने चाहिँ यी सबै कुराहरूमा चाहिँ तपाईँलाई चाहिँ मार्केटमा भोलि तपाईँ कुनै कन्स्ट्रक्सन कम्पनी अथवा कुनै उसमा चाहिँ तपाईँ जब गर्न जानुभयो भने तपाईँको त्यो जुन तपाईँले लिनुहुन्छ नि यहाँबाट त्यो आइडियाहरू, त्यसले चाहिँ तपाईँलाई एकदम हेल्पफुल गराउँछ र तपाईँले जब पाउने अपर्च्युनिटी चाहिँ म्याक्सिमम् हुन्छ। अर्को चाहिँ जबै नगरे पनि हजुरको त्यो स्किल चाहिँ डेभलप हुन्छ। यति कुरा चाहिँ हामीले दिने उद्देश्य राखेका छौँ होइन। अब यही कुराहरू चाहिँ अब हामीले सोसियल मिडियामा यसो हेर्दाखेरि अब तपाईँको अब 2000मा त्यस्तोमा पनि गराएको देखिरहेको छौँ होइन। अब उहाँहरूले कसरी गर्न सक्नुहुन्छ 2000मा भन्ने त चाहिँ हामीलाई आइडिया भएन। अब हामीले चाहिँ यो अटोक्याडको चाहिँ 4000 राखेको छौँ 15 डेजको। अब 4000मा त्यति कुराहरू तपाईँले सबै कुराहरू जान्नु पाउनु भनेकै यो धेरै नै हो जस्तो लाग्छ मलाई चाहिँ। अरू केही छ हजुरलाई, हजुरको जिज्ञासा? छैन सर। अरू केही क्वेसन छैन हजुरसँग त्यस्तो केही सोध्नुपर्ने? અહીં गरेको कस्तो यसरी गर्दाखेरि इफेक्टिभ भयो कि भएन हजुरलाई, मैले सुरुदेखि गर्दाखेरि, कि तपाईँलाई त्यहाँ चलाउन सफ्टवेयर चलाउन अलिकति समस्या भयो कि के छ? अलि मेरो त्यो समस्या भयो, अनि प्लस त्यो बिचबिचमा जुम बाहिर आउट भइरहेर, अनि त्यसपछि खासै राम्रोसँग जोइन हुन सकिनँ। अनि बुझ्न हजुर अलिअलि बुझ्यो, राम्रोसँग अब कनेक्ट नभएपछि बिचबिचमा अलिअलि छुटेको छ। अनि हजुर अब हजुर। अब कन्टिन्यू यसको अब लागि राम्रो। त्यसको लागि यसो गर्नु न हजुरले, जुन जति कुराहरू आज हामीले गऱ्यौँ नि
ती कुराहरूलाई हजुरहरूले चाहिँ सबैजनाले चाहिँ घरमा एकचोटि रिपिट गर्नुहोस् होइन। अनि त्यसमा नि काहीँ केही प्रब्लम भयो भने भोलि हामी सुरुमै त्यसको 15 मिनट्स जति चाहिँ त्यसैमा फेरि हामी एकछिन डिस्कसन गर्न सक्यो नि त। त्यो भएपछि तपाईँहरूलाई अलिकति इफेक्टिभ हुन जान्छ नि त होइन। अब यो कोर्स यो सक्नु नै भन्ने उद्देश्य हुँदैन क्या, तपाईँको सकेसम्म सिक्ने उद्देश्य हो नि त। त्यो भएको भएर सक्नु भन्दा नि सिक्नुमा चाहिँ हामी फोकस गरौँ न त। हस्, थ्याङ्क यू सर। ल आजलाई चाहिँ हामी इन्ड गरौँ है त। हस् सबैजनालाई गुड नाइट। गुड नाइट सर।